हङकङमा जारी 4 देशीय टी20 क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार नेपालले आफ्नो दोस्रो खेलमा कुवेतबाट 186 रनको लक्ष्य पाएको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 185 रनको योगफल बनाएको थियो। कुवेतका लागि क्लिन्टो अन्टोलले सर्वाधिक 41 रन बनाए। 30 बल खेलेका उनले 4 चौका र 2 छक्का प्रहार गरे। यस्तै मित भौसरले 28 बलमा 2 चौका र 2 छक्का सहित 35 रन बनाउँदा 13 बल खेलेका बिलाल तहिरले आक्रामक ब्याटिङ गर्दै 4 छक्का र 1 चौका सहित 32 रन जोडे। जवाफी ब्याटिङमा उत्रेको नेपालले उक्त लक्ष्य 18.5 ओभरमा 186 रन बनाउँदै पुरा गर्यो। यस क्रममा नेपाली ओपनरले राम्रो सुरुवात दिलाए। कुशल भुर्तेलले 50 बल खेल्दै 6 चौका र 6 छक्काको मद्दतमा 81 रन बनाए भने आसिफ शेखले 38 बल खेल्दै 2 चौका र 4 छक्काको मद्दतमा 53 रन बनाए। त्यस्तै 12 बल खेलेका दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै 2 चौका र 3 छक्काको मद्दतमा 31 रन जोडे। पछिल्लो समय कुवेत पनि निकै नै राम्रो फर्ममा देखिन्छ। हङकङ सिरिजको पोइन्ट टेबल हेर्ने हो भने अहिलेसम्म नेपालले 2 खेल खेल्दा 2 खेलमा जित र हङकङले 2 खेल खेल्दा 1 मा हार र 1 मा जित निकालेको छ भने कुवेतले पनि 1 मा हार र 1 मा जित निकालेको छ। कतारले दुवै खेल हार्दै पोइन्ट टेबलको लास्टमा रहेको छ। नेपाली क्रिकेट सम्बन्धी जानकारी लिनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोला।